How to नमस्कार attract right तथास्तु person in our यहाँहरू business. सम्पूर्णलाई म रमेश लिम्बू हाल दक्षिण कोरियाबाट र हामी चाहिँ 90 डेजको रियल च्यालेन्जमा छौँ। आज चाहिँ 49 डेजमा चाहिँ टपिक चाहिँ हाउ टु एट्र्याक्ट द राइट पर्सन्स इन आवर बिजनेस। राइट पर्सनलाई हाम्रो बिजनेसमा कसरी एट्र्याक्ट गरिन्छ अथवा कसरी एट्र्याक्टिभ हुन्छ नि त उहाँहरू भन्दाखेरि चाहिँ जो मान्छे चाहिँ रात दिन काम गर्दा 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 पनि ऋणमा डुबेको छ हैन, सबैको त बचत हुन सक्दैन नि त। उहाँहरू चाहिँ अझ धेरै इन्कम गर्छु, कसरी चाहिँ पैसा कमाऊ हैन, इन्कम गरौँ भन्ने सोच राख्नुहुन्छ। उहाँहरूले चाहिँ यहाँनिर आएर यो प्लेटफर्ममा आएर चाहिँ बिजनेस गर्न सक्नुहुन्छ अनलाइन डिजिटलबाट र इन्कम बढाउन सक्नुहुन्छ। र अर्को कुरो, जो मान्छे चाहिँ वर्षौंदेखि टाढा टाढा बस्नुभएको छ आफ्नो फ्यामिलीको साथबाट, उहाँहरू चाहिँ अब फ्यामिलीसँग बसेर फ्यामिलीसँग भेटेर यो बिजनेस गर्न सक्छु भन्ने चाहना राख्नुहुन्छ भने उहाँहरूको लागि पनि यो एउटा सुवर्ण अवसर छ र उहाँहरूले यो बिजनेस गर्न सक्नुहुन्छ र राम्रोभन्दा राम्रो इन्कम गर्न सक्नुहुन्छ। यसरी चाहिँ यो प्लेटफर्ममा चाहिँ जसले चाहिँ म गर्छु घरमै बसेर आफ्नो बालबच्चा हेरेर परिवारको साथमा अथवा घुम्न जाँदाखेरि यो इन्कम अरूको जस्तो सबैको ऋण नहुन सक्छ, जसको सेलरीहरू बढी हुन्छ तर फ्यामिलीसँग बस्न नपाएको पनि त हुनसक्छ। उहाँहरूको लागि यो प्लेटफर्म राम्रो छ। त्यसैले उहाँहरूले यो प्लेटफर्ममा आएर धेरै राम्रो इन्कम पनि गरिरहनु भएको छ। अनि हामी जहाँ जहाँ घुम्न जान्छौँ, यात्रा गर्न जाँदाखेरि अथवा एउटा देशबाट अर्को देश जाँदाखेरि पनि यो बिजनेस चाहिँ आफै बोस भएर, अनर भएर, मालिक भएर चाहिँ आफ्नो बिजनेस गर्न सकिने भएको कारणले गर्दाखेरि उहाँहरू जस्तो मान्छेहरू चाहिँ यो बिजनेसमा एट्र्याक्सन हुन सक्नुहुन्छ र गर्न सक्नुहुन्छ। जस्तो कुनै एउटा देशमा काम गरिरहेको छ, जागिर गयो, तर यो बिजनेसमा जो जोइन हुनुभएको छ उहाँहरूले यो बिजनेस आफै चलाउन सक्नुहुन्छ जहाँ जाँदा पनि र जताबाट पनि, र जुन देशबाट जुनसुकै ठाउँको आफ्नो बसेको घरबाट पनि यो बिजनेस गर्न सक्नुहुन्छ। हो, यस्तो टाइपको मान्छेहरूले चाहिँ यो बिजनेस गर्न सक्नुहुन्छ। उहाँहरू एट्र्याक्सन हुन सक्नुहुन्छ र गर्नुहुन्छ। हवस् त, धन्यवाद। मेरो आजको भिडियोलाई यहीँ अन्त्य गर्दै बिदा हुन चाहन्छु। यहाँहरूलाई मेरो भिडियो हेरिदिनु भएकोमा हार्दिक स्वागत तथा धन्यवाद भन्दै म पनि बिदा भएँ। हवस् त, बाई बाई, शुभरात्रि। यहाँहरू सम्पूर्ण